Happy Good Friday. 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 Good Friday. Friday. Good Friday. Good Friday को दिन. फेरि आज गुड फ्राइडेको दिन हामी गुड फ्राइडेको दिन हामी कट भयो स्पेलिङ प्रोनाउन्सिएसन नै भएन. आज गुड फ्राइडेको दिन हामी थामडाँडातिर फेरि जान लाग्दैछौँ. लु के भन्छौ आज दुई शब्द भन त. आज दुई शब्द चाहिँ पानी नपरोस् भन्न चाहन्छु हैन. आज गुड फ्राइडे रमाइलो ठाउँमा आइपुगेको छौँ. थामडाँडा जाने अर्को बाटो रहेछ यो. त्यो बाटोबाट आउँदैछौँ. अब हेरौँ को भेटिन्छ. सबैजना कस्तो हुनुहुन्छ? एकदम गुड रमाइलो भइरहेछ. ओके को आउनु भएको छ तपाईँहरू? अनि पापकालाहरू बल्ल तल आउँदै हुनुहुन्छ. अझै हुनुहुन्छ? देखाउनु त. लास्ट टाइम हामी 3 दिन अगाडि यहाँ सबै सरसफाइ गरेर गएको थियौँ. फेरि पनि हेर्नुहोस् थोरै एरियामा सानो यही एरियामा यति धेरै फोहोर भइसकेछ. अनि यो चाहिँ चेतनाको लागि मात्रै हो, जनचेतनाको लागि. अनि फोहोर चाहिँ आफैले यसरी प्याक गरेर ठिक ठाउँमा फाल्नको लागि म भन्न चाहन्छु. आज हाम्रो वचनको विषय चाहिँ के छ भन्दाखेरि हाम्रो लागि गुड फ्राइडे किन महत्त्वपूर्ण छ भन्ने बारेमा चाहिँ हामी जम्मा 5-7 वटा हामी बुदागत रूपमा हेर्नेछौँ. माइजू खाजा कस्तो रहेछ? एकदम मिठो छ. मिठो छ फन्के रोटी सबभन्दा मिठो है. कस्तो राम्रो मिठो ल्याउनु भएछ नि. एकदम टेस्टी छ. टेस्टी राम्रो छ. मिठो छ. मिठो छ. छैन त सजिलो भएर यता बसेको. त खानेकुरै छैन तपाईँको त. अब म जान्छु फेरि न. मैले चाहिँ सोध्नु भएन. मिठो छ. खाना एकदम मिठो छ. तपाईँले बनाएको कस्तो थियो? चाख्नै पाइएन. घाँटै म त मेरो भागमा परेको छैन. मैले बनाएको सबैभन्दा अल्छी खाना मिठो छ दिदी. किन दामी छ. तपाईँहरू खोइ खानेकुरै थोरै छ त. यहाँ रोटी पुगेको रहेन छ है उहाँहरूलाई. एकदम राम्रो राम्रो छ अङ्कल. दामी छ. धन्यवाद. साह्रै मिठो. खानु अझै खाँदै हुनुहुन्छ? मिठो छ. तपाईँहरू कस्तो छ खानेकुरा? राम्रो मिठो छ. मिठो एकदम. अनि एना खै त आज? रुन्दै. तपाईँको नाम भन्नुहोस् तपाईँ नि. मामगाली तपाईँ नाच्नु भयो पनि. तपाईँले लिएको सेलरोटी चाहिँ साँच्ची नै मिठो बोल्नु भएछ. आजै पनि रहेछ सेलरोटी हामीसँग. आन्टी भन्नुहोस् न केही. गुड फ्राइडेको दिन बिचरा हाम्रो दिदीले यसरी काम गर्नुभएको छ, खट्नु भएको छ. दुईजना कस्तो छ खानेकुरा? इन्जोय. मिठो छ. वापो गुड फ्राइडे खानेकुरा भन्नुहोस् न कस्तो छ? खानेकुरा एकदम टेस्टी छ. टेस्टी छ. बहिनी हेल्दी पनि छ. अनि हेल्दी मात्रै? वाउ खानुहोस् न.
हिट खानेकुरा कस्तो छ? मिठो छ, एकदम मिठो लाग्यो मलाई त हजुर। आफैले सोचेको आफै भनेको भएको गोरेटो चाहिँ खराब नहोस्, हरेक दिन असल शुक्रबार जस्तै हामी पीडा सहन सकौँ प्रभुको लागि हैन। संगतिमा जानलाई गनगन नगरौँ हैन, संगतिमा हिँड्दा एकले अर्कालाई उत्साह बन्ने कोसिस गरौँ, आफू भोकै रहेर पनि अरूलाई खुवाउन सक्ने विश्वासी बनाऊ हैन। यसरी गर्दै गयो भने चाहिँ शुक्रबार मात्रै हैन हरेक बार चाहिँ असल हुँदै जान्छ। अनि जसले यस्तो गर्न सक्छ उसलाई चाहिँ माथि पुगेर प्रभुले त्यो असलको इनाम चाहिँ साँच्चै नै ठुलो मुकुट दिने उहाँले वचनमै पनि पूर्ण गर्नुभएको छ। र हामी यो डाँडामा जाने चाहिँ यसपालि पहिलो कार्यक्रम भएको छ र यो हामीलाई असल त्यतिखेर लाग्छ जतिखेर हामी हाम्रो विचारहरूलाई मार्छौँ क्या, संसारिक इच्छाहरूलाई, पापी इच्छाहरूलाई मार्छौँ, तब मात्रै नयाँ कुरा आउन सक्छ, जो परमेश्वरको कुरा आउन सक्छ। अनि यो असल शुक्रबार जसरी प्रभु यीशु ख्रीष्ट चाहिँ मारिनुको कारण चाहिँ हाम्रै पाप लिएर मर्नु भएको कारणले गर्दाखेरि अब ख्रीष्टलाई पछाउँदै गर्दाखेरि हामीले पनि हाम्रो संसारिक अभिलाषाहरू, पापी अभिलाषाहरूलाई टोटल्ली मारेपछि मात्रै परमेश्वरको स्वभाव हामीमा आउँछ। अनि त्यसले चाहिँ हामीलाई पनि असल बनाउँछ, अरूलाई पनि असल बनाउँछ है। 2 3 4 5 6 7 8 उता त खै 2 3 4 5 6 7 8 मामकाले यो गेमको बारेमा के भन्नुहुन्छ तपाईँ? यो नयाँ गेम हो, त्यही भएर म अनुमान गर्दैछु कस्तो खालको हुन सक्ला यो गेम? यो गेम एकजनाले यताबाट टिप्ने, एकजनाले यताबाट टिप्ने, कसले छिटो सक्ने त्यो फर्स्ट हो कि भन्ने कुरा लागेको छ। प्रभु अनि तपाईँ परमेश्वरलाई चिन्न खोज्ने मानिसहरू बाँडिदिन्छ, यी मानिसहरूलाई तपाईँ हिसाब परमेश्वरले बोलाउँछ। गुड फ्राइडे एकदम आशिषमय भयो। यो सोचेको पनि थिएन आइन्छ भने, तर नसोच्दा नसोच्दै पनि आइयो अनि आशिषमय भयो, राम्रो भयो। आशिषमय भयो आजको डाँडाको प्रार्थना अनि यो गुड फ्राइडेको, अनि विशेष गरेर क्यामेराम्यानलाई चाहिँ धन्यवाद। एकदम रमाइलो आज यो ठाउँ डाँडामा, रमाइलो भयो। धेरै नै रमाइलो राम्रो लाग्यो, दुईचोटि आइपुग्यो यो डाँडामा। प्रोग्राम धेरै राम्रो भयो नि, किनभने हाइटमा आएर परमेश्वरलाई सम्झेर वचन सुनेको, आराधना गरेको, प्रार्थना गरेको, अनि सँगै ग्रुपमा धेरैजनाबाट जम्मा भएको खाजाहरू खाएको, पानी खाएको, अनि कोक पनि खाएको। अब अन्तिम आशिषको आमिन झनै एकदम नै राम्रो लाग्यो। र बिचमा धेरैजनाले असल शुक्रबारको शुभकामना पनि भन्नुभयो, र असल शुक्रबार भन्दा पनि प्रेमको शुक्रबार भनेर चाहिँ विशेष जोड दिएको पाइयो। एकदम नै खुसी छु, धन्यवाद।